पीएम प्राइसमा ओक्यूएम क्वान्टिटी सप्लाई गर्दो रहेछ हैन। अब हामीले त डेड वेट लस भनेर हेर्नु पर्ने छ। डेड वेट लस भनेको यदि P इक्वल्स टु MC भएको भए के हुन्थ्यो हो नि त, P इक्वल्स टु imposes tax so that the new equilibrium is at T dash with P dash price and OQ dash output भयो output then consumer surplus मात्रै घटेर कति आयो भन्दा ट्रायंगल A E dash P dash भयो। प्रोड्युसर सरप्लस कति भयो भन्दा प्रोड्युसरले पाएको त यति नै हो हैन, अरु त सबै गभर्नमेन्टले गयो भनेको प्रोड्युसर सरप्लस इक्वल्स टु ट्रायंगल B F dash G dash अनि ट्याक्स रेभेन्यू भने कुन चाहिँ सोसाइटीमा छ कसैले कसैले त पायो, कति छ ट्याक्स रेभेन्यू भन्दा E dash F dash G dash अर्को P dash यति बराबरको ट्याक्स रेभेन्यू भयो। देयरफोर अब डेड वेट लस इक्वल्स टु डेड वेट कसैले पनि नपाएको त लस भएको इक्वल्स टु के छ ट्रायंगल E dash E स्टार है ल E स्टार F dash यति बराबरको चाहिँ डेड वेट लस भयो भन्ने भनेको कन्ज्युमरको सरप्लस यति मात्रै छ, प्रोड्युसरले पाउने यति मात्रै हो किनभने यो भन्दा माथि कसले लग्यो सरकारले लगेको प्रोड्युसरको टोटल सरप्लस यहाँ तल हैन भनेको गभर्नमेन्टले यति लगिसक्यो हो, कन्ज्युमरसँग यति छ प्रोड्युसरसँग यति छ यति चाहिँ के भयो त कसले डेड वेट लस भयो। सो यो चाहिँ पर्फेक्टली कम्पिटिटिभ मार्केटमा डेड वेट लस के कारणले भयो गभर्नमेन्ट इन्टरभेन्सनको कारणले गर्दा डेड वेट लस भयो। अर्को के हुन्छ मोनोपोलिक मार्केट अथवा मोनोपोलिस्टिक कम्पिटिसन छ भने डेड वेट लस हुन्छ भन्छ। यो डायग्रामहरु बनाइराख्नु पर्छ कि पर्दैन तपाईलाई थाहा छ भने आइडिया मात्रै दिने हो कि हैन। मोनोपोलीको एउटा बनाउन इम्पर्फेक्ट मार्केट भने मोनोपोलिस्टिक जेको पनि एउटै यस्तै खालको डिमान्ड हुन्छ। सो ल हामीलाई यो चाहिँ चाहिदैन है भन्नुभएको भए मैले अगाडि बढ्थे है। ल आउटपुट ल प्राइस कस्ट रेभेन्यू अथवा प्राइस मात्रै राखे पनि भयो। यो चाहिँ डेड वेट लस के भयो भने डेड वेट लस भन्दा P इक्वल्स टु MC भयो डेड वेट लस अन्डर ल मोनोपोली अथवा इम्पर्फेक्ट मोनोपोली। ल मोनोपोली मार्केटमा यो डिमान्ड अथवा एभरेज रेभेन्यू अथवा प्राइस लाइन यही नै भयो अनि मार्जिनल रेभेन्यू यसको बिचबाट जान्छ। मार्जिनल रेभेन्यू भयो प्राइस यो मार्जिनल रेभेन्यू अब मार्जिनल कस्ट भनेको सप्लाई हो। मार्जिनल कस्ट इक्वल्स टु सप्लाई। अब मोनोपोली मार्केट के हुन्छ सप्लाई भनेको मार्जिनल कस्ट हो। ओके मोनोपोली मार्केटमा MC इक्वल्स टु MR स्लोप अफ MC ग्रेटर देन स्लोप अफ MR भनेपछि मोनोपोलीको इक्विलिब्रियम त यहाँ भयो। ल मोनोपोलीको इक्विलिब्रियम भनेको ल E भन्ने पोइन्टमा मोनोपोली मार्केट इक्विलिब्रियममा रहेछ, क्वान्टिटी Q सप्लाई गर्दछ मोनोपोली क्वान्टिटी QM क्वान्टिटी, मोनोपोली प्राइस भनेको PM प्राइस छ, PM प्राइसमा OQM क्वान्टिटी सप्लाई गर्दो रहेछ हैन। अब हामीले त डेड वेट लस भनेर हेर्नु पर्ने छ। डेड वेट लस भनेको यदि P इक्वल्स टु MC भएको के हुन्थ्यो हो नि त, P इक्वल्स टु MC नो डेड वेट लस अहिलेको फिगरमा पनि त्यही थियो नि त। अहिलेको फिगरमा सुरुमा यो डिमान्ड यो सप्लाई भनेको मार्जिनल कस्ट सप्लाई यहाँ प्राइस थियो P Q थियो, त्यसपछि सरकारले ट्याक्स लगाइदिएको थियो हैन। सरकारले ट्याक्स लगाउँदाखेरि मार्जिन यता गयो हैन, यस प्लस अथवा मार्जिनल कस्ट प्लस के भयो T भयो प्राइस भनेको। सो हैन मार्जिनल कस्ट भन्दा प्राइस के थियो हाई थियो त्यसकारणले डेड वेट लस भएको थियो। अब यसमा पनि हैन यदि मार्केट इफिसिएन्ट भएको भए कहाँ हुन्छ मार्केट इफिसिएन्ट भएको भए हैन अहिलेको कन्ज्युमर प्रोड्युसर सरप्लस हेरौँ न त्यसैबाट कति लस छ भन्ने कुरा यहाँसम्म आउनु भएन कन्ज्युमर सरप्लस र प्रोड्युसर सरप्लस। ल यो चाहिँ A भयो, A भन्यो यसलाई B यसलाई मैले C भने अन्डर मोनोपोली इक्विलिब्रियममा ल यसमा अन्डर मोनोपोली इक्विलिब्रियम यो इक्विलिब्रियम यस्तो लेख्न पाइन्छ है, पुरै लेख्नु पर्दैन जस्तै इक्वेसन लेख्दा हैन इक्विलिब्रियम लेख्दा यसरी सर्टकट लेख्न मिल्यो। ओके मोनोपोली इक्विलिब्रियममा कन्ज्युमर सरप्लस इक्वल्स टु कति छ अनि प्रोड्युसर सरप्लस इक्वल्स टु कति छ हेरौँ। कन्ज्युमर सरप्लस देखिहाल्नु भयो हैन, कन्ज्युमर सरप्लस भनेको ट्रायंगल ABPM P मात्रै राखेको नि PM मोनोपोली प्राइस भयो। प्रोड्युसर सरप्लस भनेको प्रोड्युसरको कस्ट भन्दा बढी जति उसले रिसिभ गर्छ त्यति प्रोड्युसर सरप्लस हो। प्रोड्युसर सरप्लस भनेको यस्तो ट्रापेजियम जस्तो सर्कल लाग्छ यहाँबाट PM प्राइस भयो B अनि E र C यो तलको यो पार्ट पुरै के हो यो प्रोड्युसर सरप्लस भनेको मार्जिनल कस्ट भन्दा बढी जति प्राइस पायो त्यो नै प्रोड्युसर सरप्लस हो नि त हैन। हो यति बराबरको प्रोड्युसर सरप्लस यो माथिको कन्ज्युमर सरप्लस। ओके अब त्यही कुरा यदि यो पर्फेक्टली यदि इफिसिएन्ट मार्केट भएको कहाँ हुन्थ्यो भन्दा इक्विलिब्रियम E स्टार भन्ने पोइन्टमा हुन्थ्यो। P इक्वल्स टु MC हो नि त यो प्राइस लाइन इक्वल्स टु यो E स्टारमा के छ P इक्वल्स टु मार्जिनल कस्ट छ यो भएको क्वान्टिटी कति पाउने रहेछ सोसाइटीले Q स्टार क्वान्टिटी पाउने रहेछ कति प्राइसमा P स्टार प्राइसमा पाउँदो रहेछ हो। के भएको भए भन्दा यदि मार्केट इफिसिएन्ट भएको भए मार्केट फेल नभएको भए हैन सोसियली अप्टिमम प्राइस भनेको P स्टार OQ स्टार क्वान्टिटी। अब यो अवस्थामा हेर्नुस् यो अवस्थामा प्रोड्युसर सरप्लस के हुँदो रहेछ भन्दा प्रोड्युसर सरप्लस यहाँ हेर्नु यति बराबरको प्रोड्युसर सरप्लस एड भयो। कन्ज्युमर सरप्लस के भयो अघि यहाँ मात्रै थियो भने कन्ज्युमर सरप्लस थपियो नि त। कन्ज्युमर सरप्लस अघिको कन्ज्युमर सरप्लसबाट अहिलेको के अरे कन्ज्युमर सरप्लस यति बराबर एड भएको छ यहाँ यो एड भएको के भएको भए भन्दा कम्पिटिटिभ मार्केट भएको भए अनि प्रोड्युसर सरप्लस कति एड भयो त अथवा अहिलेको प्रोड्युसर सरप्लस कति हो त भन्दा प्रोड्युसरको अहिलेको भन्दा सरप्लस घटे पनि कन्ज्युमरले त्यो सरप्लस पाउँदो रहेछ किनभने मोनोपोली हुँदाखेरि के हुन्थ्यो मोनोपोली हुँदाखेरि महँगोमा बेचिरहेको थियो कन्ज्युमरलाई एक्सप्लोइट भइरहेको थियो प्रोड्युसरले बढी फाइदा लिइरहेको थियो भने पर्फेक्टली कम्पिटिटिभ भएर सस्तोमा बेच्न पर्यो अरूसँग कम्पिट गर्न पर्यो त्यसले गर्दा कन्ज्युमरको सरप्लस चाहिँ यहाँ बढ्यो यति बराबर कन्ज्युमर सरप्लस बढ्यो। अनि अब प्रोड्युसर सरप्लस हेर्यो भने यहाँ ल यो चाहिँ प्रोड्युसर सरप्लस अथवा यति थपियो भने यतातिर अब यहाँ टोटल हेर्यो भने के छ भन्दा अघिको एरिया भन्दा अहिलेको एरियामा हामीले हेर्यौँ भने हैन अघिको कन्ज्युमर प्लस प्रोड्युसर सरप्लस जोड्दाखेरि हैन कन्ज्युमर सरप्लस यहाँ थियो प्रोड्युसर सरप्लस यहाँ थियो टोटल एरिया यति बराबर थियो। कन्ज्युमर र प्रोड्युसर सरप्लस दुईटै जोड्दाखेरि कहिलेको सोशल वेलफेयर त यो हो नि त प्रोड्युसर सरप्लस यहाँसम्म थियो त्योभन्दा माथि कन्ज्युमर सरप्लस अहिले कन्ज्युमर र प्रोड्युसर सरप्लस दुईटै जोड्यो भने यो भन्दा बढी आएको छ नि त हो। त्यसैले यो जुन बढी एरिया छ यति बराबर त सोसाइटीले प्राप्त गरेन भन्नुको अर्थ यो चाहिँ के हो डेड वेट लस भयो।
यो चाहिँ डेड वेट लस भनेको यहाँ अघि कति थियो भन्दा सोसियल वेलफेयर भनेको दुईटा जोड्दाखेरि त हाम्रो कस्तो टाइपको सेप थियो भन्दा ट्रायंगल पनि हैन कस्तो थियो अहिलेको सुरुमा ए बी अनि ई सी बराबर थियो ल यति बराबरको सोसियल वेलफेयर थियो अघि कन्ज्युमर र प्रोड्युसर सरप्लस यति बराबरको थियो अब ओके मोनोपोली इक्विलिब्रियम इफ मार्केट इज इफिशिएंट अघि भने इफिशिएन्सी लस भने नि त इफिशिएंट दैट इज P equals to MC then the price and output will be के हुने रहेछ P star and OQ star हुँदो रहेछ P equals to MC भएको भए हैन P equals to MC मार्केट इफिशिएन्ट भनेको that is P equals to MC then the price and output will be P star and OQ star हुने रहेछ अब त्यो भएको भए then सोशल वेलफेयर डाइरेक्ट मैले लेखेँ त्यो लेख्न पाइयो सोशल वेलफेयर भने कन्ज्युमर एन्ड प्रोड्युसर सरप्लस कति हुँदो रहेछ भन्दा यहाँदेखि पुरै एरिया भन्दा ट्रायंगल A E star C हुँदो रहेछ A E star C हुँदो रहेछ अब यसले के देखायो भन्दा this shows that if the market is monopoly the social welfare is lower by कति बराबर भन्दा ट्रायंगल B E star हैन मोनोपोली द सोशल वेलफेयर इज लोअर बाइ ट्रायंगल यति व्हिच इज डेड वेट लस यति बराबरको के हुँदो रहेछ डेड वेट लस हुँदो रहेछ हैन ओके सो डेड वेट लस भनेको के भयो भन्दा सोशल वेलफेयरमा भएको लस अब त्यही चाहिँ मोनोपोली भएको कारणले गर्दा सोसाइटीको सोशल वेलफेयर कन्ज्युमर प्रोड्युसर सरप्लस चाहिँ इफिशिएन्ट मार्केट भएको कम्पिटिटिभ मार्केट भएको भए के हुँदो रहेछ त्यो भन्दा बढी वेलफेयर हुँदो रहेछ त्यसकारण कति बराबरको इफिशिएन्सी लस भयो कति बराबरको वेलफेयर लस भयो भन्दा बी ई स्टार ई बराबरको इफिशिएन्सी अथवा वेलफेयर लस भयो यसैलाई हामी के भन्छौँ डेड वेट लस भन्छौँ भनेर भन्ने हो नि त सो व्हाट इज डेड वेट लस भनेर सोधेको छ भने डेड वेट लस दुईटा कारणले आउँछ भन्नु पर्यो ओके अब अर्को जस्तै पहिले कम्पेरिजन गर्ने टाइपको क्वेशन सोध्दाखेरि व्हाई पर्फेक्टली कम्पिटिटिभ मार्केट इज मोर डिजायरेबल देन मोनोपोली अथवा इम्पर्फेक्ट कम्पिटिसन भनेर सोध्यो हैन व्हाई पर्फेक्ट कम्पिटिसन इज डिजायरेबल देन imperfectly competitive market भनौं imperfectly competitive market भन्यो भने के भन्नु पर्यो यसलाई दुईटा तरिकाले गर्न सक्नुहुन्छ हैन एउटा चाहिँ पर्फेक्ट कम्पिटिसनमा प्राइस कम हुन्छ क्वान्टिटी बढी हुन्छ त्यसले गर्दा सोशल वेलफेयर म्याक्सिमम हुन्छ अथवा त्यो भन्यो भने बिकज पर्फेक्ट कम्पिटिसन म्याक्सिमाइजेस सोशल वेलफेयर थ्रु लोअर प्राइस एन्ड मोर क्वान्टिटी देन जस्तै मोनोपोली अथवा अर्को कुनै ल क्वेशनमा इम्पर्फेक्ट भनेछ इम्पर्फेक्ट नै भन्न देन इम्पर्फेक्ट मार्केट भन्नु पर्यो मार्केट वेयर देयर इज डेड वेट लस अहिले के फिगरबाट गर्न सकिन्छ है वेयर देयर इज डेड वेट लस भन्ने दैट इज यसो लेख्ने हुन्छ अन्डर पर्फेक्ट कम्पिटिसनमा के हुन्छ P इक्वल्स टु MC हुन्छ हैन अन्डर इम्पर्फेक्ट कम्पिटिसन मैले आईसी भने तपाईले बुझ्नुहुन्छ है त इन्डिफरेन्स गर्दैन अन्डर प्राइस यसमा नो डेड वेट लस दैट इज डेड वेट लस छैन भनेको और मैक्सिमम सोशल वेलफेयर और डेड वेट लस नै छैन भने मैक्सिमम सोशल वेलफेयर हुन्छ अब यसमा के हुन्छ डेड वेट लस हुन्छ सो सोशल वेलफेयर लोअर हुन्छ भने अनि टु एक्सप्लेन के द फलोइङ फिगर क्यान हेल्प अस टु एक्सप्लेन दैट भन्ने के हैन ओके सो एक्सप्लेन गर्नको लागि के गर्नु पर्यो भन्दा त्यो अहिलेको फिगरलाई तपाईले गर्न सक्नुहुन्छ अब मेरो क्वेशन पनि भनिदिनुस् न उहाँको क्वेशन चाहिँ के थियो फेरि है त हजुर मेरो क्वेशन भनिदिनुस् त भन्नुभयो हाम्रो चन्द्रमणिजीले अब क्वेशन के थियो कहाँ पुगिसक्यो भन्छु भन्दै के थियो तपाईले ओके व्हाई एक्सेस क्यापेसिटी इज अनअवेलेबल भन्ने एक्सेस क्यापेसिटी चाहिँ किन हुन्छ त के भयो भने भन्दा इम्पर्फेक्टली कम्पिटिटिभ मार्केटमा ओके सो यो अन्डर के रे यो अन्डर ट्रेडिसनल थ्योरी अनुसार भन्ने भने एक्सेस क्यापेसिटीको कुरा गरिन्छ हैन मोडर्न थ्योरी अनुसार गर्ने भने एक्सेस क्यापेसिटी नै त्यो रिजर्भ क्यापेसिटी हो भनेर भन्ने गर्छ तपाईको क्वेशन चाहिँ एक्सेस क्यापेसिटी किन हुन्छ त भन्दा एक्सेस क्यापेसिटी भनेको जस्तै एक्सेस क्यापेसिटी यो अनअवेलेबल भन्ने एक्सेस क्यापेसिटी भनेको अपरेटिङ बिलो द फुल क्यापेसिटी और हैन के रे और एट द फलिङ पार्ट अफ एलएसी कर्व एक्सेस क्यापेसिटी भनेको हैन के रे उसको फलिङ पार्ट अफ द लङ रन एभरेज कस्ट कर्वमा अपरेट गर्दै छ भने त्यसलाई हामी एक्सेस अथवा फलिङ पार्ट अफ एलएसी पनि नभनौं एभरेज कस्ट कर्व ओके सो यो एभरेज कस्ट भयो सर्ट रन हो भने एसएससी लेख्ने लङ रन हो भने यहाँ लेख्ने ओके अब के हुन्छ भन्दा जस्तै यो भनेको अप्टिमम क्यापेसिटी भयो अप्टिमम युटिलाइजेसन अब एक्सेस क्यापेसिटी भनेको चाहिँ के हुन्छ भने उसको पर जहाँ उत्पादन गर्दाखेरि उसको अप्टिमम क्यापेसिटी हुन्थ्यो भनेको पर युनिट कस्ट लोअर हुन्थ्यो त्यो भन्दा किन कल अपरेट गर्छ त हैन यो के कुनै पनि फर्मले भन्दा यो बिलो एक्सेस क्यापेसिटी हुने कारण चाहिँ वाइ एक्सेस क्यापेसिटी भन्यो नि त एक्सेस क्यापेसिटी इज ड्यू टु के कारणले भन्दा ड्यू टु ल्याक अफ मार्केट डिमान्ड
ड्यू टु ल्याक अफ मार्केट डिमान्ड कम भयो भने उ केमा बस्छ भन्दा एक्सेस क्यापासिटीमा बस्छ। तर यो चाहिँ उसमा मात्रै मोनोपोली मार्केट हो भने एक्सेस क्यापासिटी नहुन पनि सक्छ हैन। मोनोपोली मार्केट हो भने एक्सेस क्यापासिटी हुँदैन, जुन हामीले लङ रनमा पढ्दाखेरि ओभर क्यापासिटी युटिलाइजेसन अप्टिमम क्यापासिटी युटिलाइजेसन पनि भनेर गर्छौं। त्यसकारण द एक्सेस क्यापासिटी इज ड्यू टु द ल्याक अफ मार्केट डिमान्डको कारणले गर्दा मार्केट डिमान्ड कम भयो भने हुन्छ एन्ड इट नर्मली इज इन मोनोपोलिस्टिक कम्पिटिसन। मोनोपोलिस्टिक कम्पिटिसन किन भन्दा पर्फेक्ट कम्पिटिसनमा मार्केट जति सप्लाई गरे पनि हुन्छ, नर्मली इज इन मोनोपोलिस्टिक कम्पिटिसनमा। ओके, मोनोपोलिस्टिक कम्पिटिसनमा चाहिँ के हुन्छ भन्दा बिकज देयर इज द के क्लोजली सब्स्टिट्युट प्रोडक्ट्सहरु भएको कारणले गर्दा हैन, ओके उसको सब्स्टिट्युट प्रोडक्ट्सहरु क्लोजली सब्स्टिट्युट प्रोडक्ट्सहरु छ। त्यसकारण उसले सधैँ के गरिरहेको हुन्छ भने आफू के अरु क्लाइन्ट्सहरुलाई एट्याक गर्नको लागि पनि इट नर्मली इज इन मोनोपोलिस्टिक इक्विलिब्रियम। अब किन भन्दा इन द मोनोपोलिस्टिक कम्पिटिसन देयर इज डिफरेन्शिएटेड बट क्लोज सब्स्टिट्युट प्रोडक्ट and so differentiated but close substitute product and so there is some rivalness or competition among the firms which encourage them to maintain some excess capacity so that they can के गर्न सक्छन् भन्दा नयाँ कस्टमर्स अथवा नयाँ मार्केटलाई अट्र्याक्ट गर्नको लागि पनि उनीहरूले के गर्नु पर्यो, सर्टेन क्यापासिटी चाहिँ रिजर्भमा राखिरहेको हुन्छ। अथवा जस्तै उदाहरणको लागि भनौँ न कलेजको टप कम्पिटिसन के जस्तै उले फुल क्यापासिटीमा चलाइरहेको हुन्छ, 2-4 जना विद्यार्थी आए भने पनि राख्न मिल्ने गरी कलेज चलाइरहेको हुन्छ। अथवा जस्तै के मोनोपोलिस्टिक कम्पिटिसन जस्तै प्रोडक्ट ग्रुपको भयो हैन, किन उले राख्छ भन्दा क्लोज सब्स्टिट्युट हुन्छ। त्यसकारण हैन एउटा त अरूले चाहिँ अलिकति ब्रान्डिङ गरे अलिकति के प्राइस कम्पिटिसन गरे भने उतातिर जान्छ, उसको फुल क्यापासिटी युटिलाइज हुँदैन। अर्को चाहिँ के हुन्छ भन्दा उ सधैँ के सोचिरहेको हुन्छ भने क्लोज सब्स्टिट्युट प्रोडक्ट छ, त्यसकारण हैन उसकोसँग मेरो बसले कम्पिट गर्दाखेरि भोलि मार्केटको डिमान्डलाई मिट गर्नका लागि पनि मलाई चाहिन्छ भन्ने हिसाबले पनि उ चाहिँ एक्सेस क्यापासिटीमा रहिरहेको हुन्छ भन्छौँ है त। ल आज मैले यति नै गरे, अब भोलि गरौँला। ओके, थ्यांक यू।